पूर्व मन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा दिनदहाडे ज्यान मार्ने गरी आक्रमण भएको छ। नेता यादवमाथि राजवादी बताउने एकजनाले धारिलो हतियारले आक्रमण गरेका छन्। रेकोटी मण्डपस्थित रिपोर्टर्स क्लबमा बुधबार भएको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा पछाडिबाट धारिलो हतियार खुकुरीबाट आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमार ढुङ्गेलले बताएका छन्। यादवलाई खुकुरी प्रहार गरेको आरोपमा नुवाकोटको बिदुर नगरपालिका तुप्चे घर भई बालाजुको पयुटार बस्ने 47 वर्षका श्याम बहादुर सापकोटालाई हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको उनले जनाएका छन्। धारिलो हतियारबाट यादवको टाउको पछाडिको भागमा गहिरो चोट लागेको छ। घाइते भएका यादवलाई उपचारका लागि तत्काल ट्रमा सेन्टर लगिएको थियो। उपचारमा संलग्न डाक्टर प्रमोद यादवको अनुसार यादवको टाउको पछाडि गम्भीर चोट लागेको छ। यादवको घाउलाई सफा गरी टाका लगाइएको छ। डाक्टर यादवले भने तत्काल उनी खतरामुक्त रहेका छन्। उपचारमा संलग्न डाक्टर यादवका अनुसार सहमहामन्त्री यादवमाथि 2 पटक खुकुरी प्रहार भएको छ। पहिलो पटक घाँटीमा प्रहार गर्दा उनको घाँटीमा रहेको गम्छाले रुक्दा सामान्य घाउ लागेको बताउँदै डाक्टर यादवले भने दोस्रो पटक टाउकोमा चोटले प्रहार गरिएको छ। यादवको टाउकोमा 6 सेन्टिमिटर लामो र 2 सेन्टिमिटर गहिरो घाउ रहेको डाक्टर यादवले बताए। तेस्रो पटक खुकुरी प्रहार गर्न लाग्दा प्रत्यक्षदर्शीहरूले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। यादवमाथि ज्यान लिने उद्देश्यले आक्रमण भएको घटना प्रवृत्तिले देखिएको डाक्टर यादवले बताए। उनको सघन उपचार कक्ष आइसियुमा उपचार भइरहेको छ। अवस्था सुधारनमुख रहेको चिकित्सकहरूले जनाएका छन्। कांग्रेसका सभापति शेरबहादुर देउवा ट्रमा सेन्टर पुगेर यादवको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्। उनले उपचारमा संलग्न चिकित्सकहरूसित घाउबारे जानकारी लिएका थिए। घटनामा संलग्न अपराधीलाई कानून बमोजिमको हदैसम्म कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्। रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा कांग्रेसका सहमहामन्त्री यादवसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणा पनि रहेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार यादव र राणा सँगै निस्केका थिए। यादव आफ्नो गाडीमा चढ्न लाग्दा पछाडिबाट सापकोटाले टाउकोमा खुकुरीले प्रहार गरेका थिए। पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए। कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी हानेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनी आफूलाई अभियानता भन्ने गरेका छन्। आक्रमणपछि सापकोटाले राजाको पक्षमा नाराबाजी गर्दै संघीयता र गणतन्त्रको विरोध गरेको प्रत्यक्षदर्शीहरूले जनाएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा कांग्रेसका सहमहामन्त्री यादवले सुन तस्कर, भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण बारे आफ्नो धारणा राखेका थिए। स्पष्ट वक्ताको रूपमा परिचित नेता यादवले कार्यक्रममा झण्डै आधी घण्टा आफ्नो विचार राखेका थिए। यादवले चिनिया राजदूतको नेपाल सम्बन्धी पछिल्लो अभिवक्ताको कडा आलोचना गरेका थिए। नेपाल र भारत बीचको सम्बन्ध बारे चीनलाई बोल्ने अधिकार छैन। उनले भने नेपाल र भारत बीचको सदियों पुरानो सम्बन्धलाई भ्रमित गर्न चीनको प्रयास सफल हुन सक्दैन। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिए घटनाको निन्दा गरेको छ। घटनाको कांग्रेसले घोर निन्दा र पदसर्ना गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुन सक्ने जो कोही व्यक्ति वा समूह उप गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग जोरदार माग गरेको छ। कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ लगायत कांग्रेसका भातृ संगठनहरूले पनि घटनाको पदसर्ना गर्दै दोषी उप कारबाहीको माग गरेका छन्। नेवी संघले गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन्।